हेलो एभ्रिवान, फेरि पनि स्वागत छ न्यू डे न्यू ब्लगमा। र हजुरहरू पनि सन्चै हुन्छ भन्ने आशा राखेको छु। र मेरो भिडियो तपाईँहरूले मन पराउनु भएको छ, यसरी माया दिनुहोस्। म चाहिँ अहिले कहाँ जाँदैछु भन्ने चाहिँ पक्कै तपाईँहरूले देखिसक्नु होला। स्पेसल ड्राइभर दाजुहरूले चाहिँ लन्चहरू कहाँ लिनुहुन्छ भन्ने चाहिँ तपाईँहरूलाई देखाउने छु अहिले यहाँनिर है। एकदमै राम्रो सफा पाउँदो रहेछ है, किर्नेको अलिक छेउमा यहाँनिर पर्छ यो चाहिँ। म चाहिँ यहाँनिर होइन हल्का खाजा खाने ड्राइभर दाजुले खाजा खानु लागि चाहिँ यहाँ रोकेको छ र तपाईहरुलाई कस्तो लाग्छ एक झलक तपाईहरुलाई दिनेछु। चाहिँ यहाँ बसेको छु, एकदमै राम्रो रहेछ, सफा जग्गा तपाईहरुलाई देखाउँछु ल। र हजुरलाई भिडियो एकदमै लामो हुन सक्छ हैन। र म चाहिँ जाँदैछु सिलगढी, तपाईहरुलाई कम्ती मात्राले बोरिङ नहोस् भनेर भिडियो त्यति नै राखिदिनेछु है। कन्टिन्यू खालको मेरो सिलगढीको यात्राको भिडियो आउने नै छ, रमाइलो भिडियोहरु इन्जोय गर्नुहोस्। अहिले चाहिँ म सिलगढी पुग्न आँटिसकेको छु। पक्कै पनि तपाईहरुलाई यो भिडियोले इन्टरटेनमेन्ट दिन्छ भन्ने आशा राखेको छु है। जाम यति बेसी जाम रहेछ है। र तपाईहरुलाई यो भिडियो यहीँनिर अन्तिम गर्न चाहन्छु। नयाँ भिडियोमा फेरि भेट्नेछु गाइस।